हेलो साथीहरू, गुड इभिनिङ सबैजनालाई। गुड इभिनिङ। अनि आजको मेरो रेसिपी चाहिँ मैले देखाउन गइरहेको छु हजुरहरूलाई। के को पकौडा बनाएँ भन्दामा मैले यहाँनिर लिएको छु एक प्लेट बनाएर। यहाँनिर मैले बी भनेको थाहा छ होला नि तपाईहरूलाई, हजुरहरूलाई। के हो बी भने? ठुलो ठुलो हुन्छ नि, यत्रो यत्रो हो त्यो बी। अनि त्यहाँदेखिको बन्दाकोपी, त्यहाँदेखिको प्याज, अनि खोर्सानी, अनि बैगुन, त्यो सानो खालको बैगुन हुन्छ नि, मसिनो खालको बैगुन, त्यो बैगुन, अनि बन्दाकोपी, त्यहाँदेखिको प्याज, अन्त खोर्सानी लगाएर मैले मिक्स गरेर सबै मिक्स गरेर चाहिँ मैले बनाएको प्याजी। हेर्नुहोस् पकौडा कसलाई मन पराउनुहुन्छ। यहाँनिर मैले कर्नफ्लोर पनि लगाएको छु, बेसन पनि लगाएको छु, अनि हल्का टेस्टिङ लगाएको छु, अनि के अरे अदरक र खोर्सानी पिसेर लगाएको छु। अनि हेर्नुहोस्, यो मेरो आजको रेसिपी मैले लिएर आएको। हजुरहरूले कसरी बनाउनुहुन्छ? मैले चाहिँ मेरो आफ्नो आइडियाले बनाएको। हेर्नुहोस् कसलाई देखेर खाउँ खाउँ लाग्नुहुन्छ होला। अब के गर्नु, नजिक भएको छेउमा सबैजनालाई खिलाउनु, टाढो टाढो सबैजना हुनुहुन्छ। अब हेरेरै मुख मिठाउँदै बस्नुहोस् ल हजुरहरू। अब यो के गर्नु, मासुको पकौडा जस्तो देख्नु भइरहेको होला, तर मासुको होइन, यो प्योर भेजिटेबल हो। भेजिटेबल हो। मासुको पकौडाहरू खानु हुँदैन। अब बिमारहरू हुन्छ, मासुबाटै बिमार उब्जिन्छ, अनि मान्छेहरू हरेक किसिमको बिमारहरू हुन्छ। त्यही लागि यो बस्तीको एकदम लोकल मेरो मम्मीले ल्याइदिनु भएको, मम्मीले मलाई पठाइदिनु भएको, मेरो आफ्नो सासू आमा मम्मीले पठाउनु भएको, बारीमा रोपेको त्यसको अर्ग्यानिक मैले प्याजी पकौडा बनाइदिएको छु। हजुरहरूले हेरिरहनुहोस् ल। गुड नाइट सबैजनालाई। मेरो रेसिपीमा हजुरले मलाई कस्तो लाग्यो भनेर कमेन्टहरू सेयर गरिदिनुहोस् ल। आजको मेरो रेसिपी प्याजीको पकौडाको म चाहिँ एउटा चिज मात्रै बनाएर देखाउँछु सबैजनालाई, हजुरहरूलाई। मैले के लगाएको छु सबै मैले हजुरहरूलाई बताइदिएको छु। तपाईँहरूले यसरी खानुभएको छैन होला, मैले यसरी बनाएको छु। हेर्नुहोस् ल। अब हुन्छ। गुड नाइट सबैजनालाई। मेरो फेसबुक लाइभ साथीहरूलाई गुड नाइट। मेरो रेसिपी हेर्नुभयो होला, सुन्नुभयो होला हजुरहरूले। बाई बाई। हेर्नुहोस् है एकदम गाइस दामी भएको छ, हेर्न सक्नुहुनेछ तपाईले। मिठो भयो। हजुर, टेस्ट पनि गरिहाल्नु भयो मेरो कान्छी छोरी, एकदम मिठो।